डोरो उमडोरो छ हैन सिमलडोरो छ उमडोरो छ सिमलडोरो सिमलडोरो भनेको चाहिँ सलेनामा छ डोरो शब्द डोरो भन्ने बढी गाउँ प्रयोगमा देखिन्छ हैन अनि उमडोरो उमडोरो हैन अनि चाहिँ उहाँकी चाहिँ पारीतिर चाहिँ बान्डोरो हो त्यो पाण्डोरो बान्डोरो गर्छ नारीदाङ आयो फेरि दाङको दाङ पनि दाङ भने पनि जिउले हो फेरि अच्छा दाङ भनेको सम्म दङ्गल लौकी सबै दर्शक वृन्दलाई हामी दुई साथीभाइको नमस्कार। आज हामीसँग मीन महेन्द्र राणा सर छन्। यिन चाहिँ डोटी जिल्लाका चाहिँ प्रख्यात राणा गाउँको स्कुलका हेडमास्टर पनि हुन् र लोक साहित्य संस्कृतिको संरक्षण गर्नेदेखि लिएर उहाँले चाहिँ मायाखण्ड काव्य पनि प्रकाशित गरेर उहाँ चाहिँ एउटा समाज सेवादेखि लिएर लोक संस्कृतिको चाहिँ संरक्षण जगेर्ना गर्ने आध्यात्मिक चाहिँ साधना पनि गर्ने एउटा चाहिँ हाम्रो क्षेत्रकै एउटा उत्कृष्ट चाहिँ व्यक्तित्व हुनुहुन्छ। उहाँसँग आज हम भला पुसारी अरू के सबै सर निकाय छौ कि ठीक छ तमरो आराम छ ठिकै छ। कहिले आया हो कि तुम भइसक्यो चाहिँ 10-12 दिन भइए 10-12 दिन भइगयो 10-12 दिन भइसक्यो अच्छा छुट्टी होली स्कुल लगी छुट्टी छ स्कुल कसो चलिरहेछ तुम ठिकै छ खूब राम्रो आदर्श स्कुल बनाएको छ भन्न सुनेको थियो स्कुल ठिकै छ राम्रै छ अच्छा सबै चाहिँ राम्रो छ भन्नु आछन् गाउँका मान्छे। अच्छा तुम्हारो राणा गाउँ जुन बस्ती छ त्यहाँ चाहिँ राणा गाउँमा राणा कहाँबाट या डोटी जिल्लाभरि नेपालभरि राणा यस्तो थरी चाहिँ भेटिँदैनन् हैन छोटकरीमा केही इतिहास छ भने भन। यो चाहिँ यो राणा गाउँको के हो भने हाम्रा बाबुबाजेहरू चाहिँ त्यो पिथौरागढतिरबाट राजस्थानतिरबाट आएका हौँ भन्छन्। गाउँको पारी चाहिँ बुढीरानी भन्ने ठाउँ छ हजुर हाम्रो बजे रानी थिइन् रे त्यो ठाउँमा हाम्रो बजे आएर बसेको रे बुढो अथवा सबभन्दा पुरानो पाको उमेरको आमा बजी आएर आफ्ना सन्तान लिएर बस्या हुनाले त्यो क्षेत्रलाई बुढीरानी त्यसलाई हाम्रो चाहिँ पित्ते खुल्लो भनेर भन्नान् हैन अनि त्यहाँबाट चाहिँ पछाडि वारी ठुलो गाउँमा बस्यो। अनि तुम्हारो त्यो राजपुर एरियादेखि लिएर दिपाइलसम्मको यो त पुराना चाहिँ 2200-2400 राज्यको त त्यो गढ हो होला सायद हैन। राजपुर के हो त खास राजा नै बस्ने ठाउँ हो राजपुर? राजपुर त शाहहरू बस्ने ठाउँ हो त्योभन्दा अगाडि बोगटहरू थिए भन्छन्। दिपाइलमा जो 2200-2400 बेलाका राजाहरू थिए नि उनीहरू खास दरबार कहाँ थियो त? दरबार त पारी हो दिपाइलको माथि गनेर गौडामा हो गनेर गौडा हो शीतकालीन भनेर भनेका छन्। त्यसैका वंशजहरू राजपुरमा शाहहरू बस्छन् अहिले पिपल्ला एरिया त्यो। अनि त मुरभाडातिर शिखरतिर पनि घुम्या छौ हैन? घुमे मुरभाडा शिखरतिर डोटीका सबै चाहिँ मुख्य धार्मिक पर्यटकीय क्षेत्रहरू गया छु खुब राम्रा छन्। अच्छा अनि हाम्रो संस्कृतिमा विभिन्न खाले शब्दहरू स्थानका नामहरू हुने गर्छन् हैन। तुम राणा गाउँ तुम्रो जुन छ राणा गाउँ त हाम्रो चाहिँ राणा जाति बस्ने भएर राणाको अर्थ कस्तो छ भने यो 2-4 वटा एउटा मैले हाम्रो राणा मौरी बजिएको तर्फबाट भने त्यो पनि देखिन्छ त्यहाँ हाम्रो बजिएला बुढी रानी भन्ने रानी भन्ने रानीबाट जन्मेका सन्तानलाई रानु भनियो भन्ने पनि छ एउटा हैन। फेरि अर्कोतिरबाट रानुको अर्थ मुख्य भन्ने अर्थ हुन्छ मुख्यलाई रानु भन्ने चलन छ। अनि फेरि हाम्रो बाबाजीमा कस्तो पनि छ भने बाबाजीले के भन्छ भने जाडो बुगटी राजा जाडो बुगटीको मुख्य चाहिँ हाम्रो बाजे भानु राणा जाडो बुगटी अच्छा भन्ने चाहिँ चलन जाडो बुगटी राजा उसको मुख्य भानु राणा भन्ने चलन। त्यो अनि यो सिलगढी भन्ने शब्द पुरानै शब्द हो कि पछि त्यो राणाहरूले गढेको शब्द के हो? पुरानै शब्द हो त्यो। सिलगढी भनेको सिलगाउँबाट रहेको हो। अच्छा पुरानो नाम त सिलगाउँ हो। सिलगाउँ भनेको सिलदेवी सिलदेवी भनेको मस्टोकी बहिनी। अच्छा पुरानो नाउँ सिलदेवी हो। शिल भन्न छन् पुराना मान्छे शिल जाने कि भन्न कहाँ जाने भनेपछि शिल जाने भन्ने पुराना बुढापाकाको हो। पछाडि चाहिँ राणाहरूसँगै नेवारहरू आइसकेपछि गढ शब्द जोडियो त्यहाँ अनि भएको चाहिँ शैलेश्वरीको नाम पनि पुरानो नाउँ सिलदेवी हो। सिलदेवी नै हो पछि शैलेश्वरी चाहिँ नेपालीकरण भएर त्यो शास्त्रीय नाममा चाहिँ भनेपछि त्यो मौलिक जो सिलदेवी हो त्यो चाहिँ जो शास्त्रमा लेखेको शैलेश्वरी भन्दा पनि पुरानो नाम पुरानो चाहिँ सिलदेवी भनेको चाहिँ अब सिलदेवी भनेको शिला। अच्छा शिला भनेको ढुङ्गाबाट उत्पन्न भएकी देवी भन्ने अर्थ आयो। मस्टोकी बहिनी हुन्। त्यहाँको सिलगढीको चाहिँ सबभन्दा पुरानो देवता मस्टो हो। मस्टकै भागभोग चल्दछ त्यहाँ शैलेश्वरी मन्दिरका जाँतहरूमा भण्डारहरूमा
र डोटी जिल्लाको सामान्य एउटा भौगोलिक चाहिँ स्थिति यसो एउटा चाहिँ दृश्यावलोकन गरौँ है त। तपाईँको खप्तडको फेदमा तपाईँको खप्तड जोडिएको चाहिँ गाउँपालिका कुन छ अहिले त्यहाँ? पूर्वी चौकी छ। पूर्वी चौकी पूर्वी चौकीमा मुख्य साहेल गाउँ छ। पुरानो नाम चलेको गाउँ चाहिँ साहेल हो। साहेल पूर्वी चौकी पनि पुरानै। अनि साहेल शब्दको के अर्थ रहेछ त? साहेल शब्द कसरी राखिएको रहेछ त? साहेल तपाईँको कुनै शब्दको सम्म सेरो। साईबाट साहेल त होइन, साई सम्म सेरो। अच्छा, सम्म सेरो पाँचलो मैदान फाँट जिउलो भएको क्षेत्रलाई आइल भन्छ। आइल भन्छ। दिपाइल, आइल, जोराइल, पाइल, वाइल। वाइल शब्द पनि आयो। वाइल जहाँ छन् नि आइल जडिया ठाउँहरूमा के देखिन्छ भने अच्छा समथर फाँटहरू उपत्यका जिउलो मैदान परेको क्षेत्र भन्ने बुझिन्छ। साइल चाहिँ त्यहीबाट रहेको हुनुपर्छ। त्यस्ता शब्दहरू के भने वाइल एउटा भयो। वाइल भइगयो, जोराइल छ, पाइल छ, जोराइल पनि छ। जोराइल पनि छ। अच्छा, जोराइल शब्दमा पछाडि त आइल भयो, अगाडि जोरा शब्द छ कि के हो त्यो जोरा? त्यो जरासन्धको हो। जरासन्धको, किनभने त्यहाँ महाभारतकालीन भीमले काटेको शिला छ त्यहाँ। हो। जरासन्ध महाभारतको युद्धमा पराजित भइसकेपछि फेरि त्यो क्षेत्रमा आएर लुकेर बस्यो भन्ने छ। त्यहाँ लुकेर बसेर फेरि चाहिँ त्यहाँ आतङ्कित बनाए। डोटीमा गढ भड शब्दहरू पनि बढी छन् हैन, जस्तो मुरभडा है, त्यहाँ चाहिँ भडा वडा शब्द हो हैन। त्यो के हो त? त्यो खास भाडा भनेको गाउँ हो। भाडा भनेको गाउँ। अच्छा, भाडा भनेको गाउँ हो। अनि भड भनेको कार्यकारी मान्छे फेरि। अच्छा, भड भड भनेको कार्यकारी मान्छे हो। काजी, आर्मी, सेना होइन, त्यसको चाहिँ भरपर्दो मान्छे भड शब्द पुरानो हो। सँगै भाडा भनेको गाउँ हो। गाउँलाई चाहिँ भन्छ। भाडा भनेको काँडा, त्योभन्दा अर्को शब्द सँगै भाडासँगै जोड्ने शब्द काँडा हो। काँडासँगै जोड्ने शब्द वडा हो। वडासँगै जोड्ने बाडा हो। बाडा गाउँ। गढसेरा शब्दमा के छ त? गढसेरा भनेको दुईटा अर्थ पर्ने, एउटा गढ पनि हो त्यहाँ। डोटेली राजाकै शाखा वंशकै एउटा चाहिँ त्यहाँ बस्छन्, त्यहाँ गढसेरा पनि हो। अर्को देवबाजीहरूको पनि राजाहरू छन् त्यहाँ। देव पनि राजा नै हुन्थे पुराना, तिनीहरू पनि छन् त्यहाँ गढसेरामा। अनि सेरा भनेको समथर ठाउँ, सेरा भनेको समथर भइहाल्यो। त्यो त्यहाँ गढ। अर्को पुरानो डोटेलीमा चाहिँ प्रख्यात गाउँहरूमा जस्तो कि एउटा फन्नी शब्द छ होइन, त्यो फन्नी शब्द चाहिँ कसरी बनेको हो? त्यो फन्नी शब्द भनेको फन्नी पन्नाबाट आएको। पन्नाबाट। अच्छा, पन्ना भनेको पन्ना पुरानो नाउँ, शास्त्रीय नाम पण्डित हो। पण्डित। अच्छा, पण्डितहरू त्यहाँ भट्ट पण्डितहरू पण्डिताइ गर्थे र उनलाई चाहिँ फन्ना भनिन्थ्यो। फन्ना भन्ने बेला पन्ना, जसले पण्डिताइ गर्यो त्यसलाई पन्ना भन्ने चलन अहिले पनि हरिद्वारमा पनि छ, काशी बनारस पनि छ। हाम्रा पनि पन्नाय भन्न छन्। पुन्ना गाउँ पनि त्यही हो। सिलगढीको साइडमा पुन्ना गाउँ छ। त्यो पनि पन्नाय हो। त्यो पनि पण्डितहरू नै बस्ने पुरानो अनि पन्ना फन्ना भयो। त्यहाँ पण्डितहरूलाई फन्ना भन्ने हाम्रा बाबुजी भन्थे, हामी पनि फन्ना भन्छौँ अहिले पनि। र फन्ना शब्द पछाडि फन्नी भएको। र अहिले चाहिँ फेरि अहिले आएर चाहिँ फलेडी भनेर आएको छ त्यो गाउँलाई। नाउँ चाहिँ फन्नी चाहिँ पुरानो ओरिजिनल चाहिँ पन्नाबाटै आएको। अच्छा, अनि बोगटान क्षेत्रहरूका गाउँहरू पनि पुरानै बोगटीहरूको। अच्छा, बोगटीहरू राजाहरू हुन्थे त्यहाँ। त्यो जाडो बोगटी अहिले के गाउँपालिका भन्छ त्यो बोगटान क्षेत्रलाई? त्यो चाहिँ दुईवटा छ त्यहाँ, बडीकै दार छ, मल्लु बोगटान भनेर चिनिन्छ, तल्लु बोगटान भनेर चाहिँ यो फुर्सिल बोगटान। फुर्सिल। अच्छा, फुर्सिल शब्द के हो यो? फुर्सिलको चाहिँ मलाई विशेष अर्थ थाहा भएन होइन, त्यही बारेमा मैले सोच्नु पनि। कुनै ठाउँको नाम हो या एउटा गाउँ छ त्यहाँ? गाउँ छ फुर्सिल नामको। गोर्खा नै हो त्यो। अच्छा, गोर्खा नै हो ठुलो। जस्तै तपाईँकोतिर पचकट्टे गोर्खा भन्छ नि, त्यस्तै त्यहाँ फुर्सिलभित्र धेरै गाउँ छन्। ओल्लो गाउँ। अनि त्यो बोगटान बेल्टतिर भएका चाहिँ गाउँपालिकाहरू दुईटा भन्नुभयो होइन? एउटा मल्लु बोगटान भनेको बड्डीकै दायाँतिर पर्छ, तल्लु बोगटान भनेको फुर्सिल बोगटान। त्योभन्दा तल आएपछि के आइसिङ आयो? त्यहाँबाट चाहिँ पश्चिम चाहिँ के आइसिङ आयो? पश्चिमतिर आयो भने पश्चिम उत्तर भन्नु न। यतापट्टि फेरि शिखर नगरपालिका आयो। फेरि चाहिँ केआइसिङबाट
सिधै पश्चिमतिर अनि शिखर नगरपालिकाका पुराना चाहिँ प्रख्यात गाउँहरूका नामहरू कपाललेकी छ। कपाललेकी छ। त्यो कपाललेकी शब्द के हो? त्यो कपाललेकी मस्टो हो। अच्छा, मस्टो हो। त्यो कफल्ले भनेको त्यहाँ कपलयुती पनि छ, तर यसो हेर्दाखेरि त्यो कफल्ले भन्ना छन्, कपल्ले भन्ना छन्। कफल्ले भनेको मस्टोको पुरानो काफलीबाट त होइन, कपलले त्यो हुनसक्छ, तर सँगै कफल्ले भने कफल्ले मस्टो छ। कपड्यौती देवता छ त। त्यो भन्दा पनि कफल्ले मस्टो चाहिँ मस्टोको एउटा नाम कफल्ले पनि छ। कफल्ले मस्टो छ। र कपाललेकीमा जो जात्रा हुन्छ त्यसको मूल जो धामी त्यहाँ कपड्यौती छ। कपड्यौती देवता छ। लाटो कपड्यौती हो। त्यो मस्टो संस्कृतिमा अटाउँछ कि केदारभित्रै आउँछ? त्यो केदारभित्र आउँछ त्यो चाहिँ। अच्छा, केदार अनि यतापट्टि आएपछि मुडे गाउँ शब्द आयो। फेरि मुडे गाउँ त शब्द मुडे भनेको के? मुडो हो त्यो। मुडोको अर्थ सिरान। सिरान, टाउको माथि सिरान हो त्यो। अथवा जोर गर्न सक्ने मान्छेहरू बस्ने बस्ती, अलि दडा बाक्ला, सैन्य ताकत भएका, बल पेल्न सक्ने, मुढाइ गर्न सक्ने क्षेत्र हुनसक्छ त्यो पुरानो नाम। त्योभन्दा पनि अर्थ चाहिँ मुणु भनेको चाहिँ मान्छे भन्ने पनि हो। अच्छा, मुणु भनेको मान्छे। डोटेली भाषामा मान्छेलाई मुणु भन्ने चलन छ। त्यताबाट आएपछि सिमली भन्ने गाउँ छ एउटा, त्यो त अहिले अब पुरै उजाड भइहाल्यो, जङ्गल भइसक्यो। सिमलका रुख हुन सक्छन् त्यहाँ। यो सिमलका रुखहरू बढी भएर सिमलका रुखहरू हुन सक्छन्। त्यो चाहिँ ओसिलो अनि पातल जस्तो ठाउँ छ त्यो। चट्ट चाहिँ विभिन्न फलफुल फुल्ने, पानी भएको रसिलो एरिया। अनि त शिखर नगरपालिका त हेऱ्यो भने मर्कट्टे भन्ने छ एउटा गाउँ। मर्कट्टेमा दुईवटा नाम हुन्छ त्यहाँ। महरा काटिएको हुनसक्छ। मार हान्ने महराहरू भनेको चाहिँ डोटेका पुराना जातिहरूमध्ये पर्दछ त्यो। महरा जाति, जोरा महरा, यी डोटीभित्रका जोरा महरा कठायत बोहरा पोनेरू यी पुराना जात हुन्। यी पुराना जातहरू हुन्। जोशी भन्दा पनि पुरानो जात हुन् यिनीहरू। डोटी अनि उच्चाकोट एरियातिर यसो नजर लाग्यो भने पहिला त उच्चाकोट शब्द त उच्च भागमा बसेको कोट। होइन, कोट शब्दको चाहिँ बढी प्रयोग देखिन्छ कि धुरकोट, उच्चाकोट। यो कोट चाहिँ कोट भनेको चाहिँ राजा बस्ने दरबार हो। अच्छा, कुनै पनि गाउँको मुख्य, काजी, राजा, राजाको उच्च सेना पदाधिकारी कुनै क्षेत्रमा बस्थ्यो रजवार भने त्यो इलाकालाई, त्यो गढलाई कोट भन्ने चलन हो। अङ्ग्रेजीमा पनि कोट भन्ने छ। अथवा राजाले परेड खेल्ने ठाउँ भन्ने पनि कोट हो। अथवा जहाँ चाहिँ राज्यका कुरा हुन्छन्, राज्यका मुद्दाका छिनोफाना कुरा हुन्छन्, त्यो क्षेत्र, त्यो इलाकालाई कोट भन्ने चलन हो पुरानो। अनि यो स्याउले शब्द पनि धेरै ठाउँमा प्रयोग भएर देखिन्छ होइन? यो स्याउले भनेको कस्तो हो भने धेरै ठाउँमा स्याउले छन्, धनगढीमा छन्, उतातिर छ, हाम्रो उतातिर पनि छ। यो स्याउली हाल्ने 4-5वटा बाटाहरू, 2-4वटा बाटा, चौबाटो, दो बाटोमा देउता, हाम्रा स्थानीय लोक देउता पुज्ने हाम्रो गाउँको परम्परा हो। जुनसुकै दो बाटोनिर देउता बसिया हुन्छ, चौबाटोनिर देउताको चाहिँ अंश हुन्छ भनेर त्यहाँनिर चाहिँ स्याउला फालिदिने। अच्छा, देउता। अनि यो नदी पारीको जुन एरिया छ त्यसलाई चाहिँ चौकी भन्छ। हेर्नुहोस् है, चौकी किन भनेको रहेछ? के हो चौकी भनेको? चौकी भने गाउँ हो। गाउँलाई चौकी भन्छ। चौक भएको हो कि के हो? चौक भनेको चाहिँ त्यो कोट जस्तै हो त्यो अर्थ। चौकी भनेको कोटै हो त्यो भनेको, 4 कुना भएको जहाँ चाहिँ चौतारो अथवा राज्यका छिनोफानो हुन्थे। चौकी त पुरै क्षेत्रलाई नै भन्छ। पुरै क्षेत्र। कतिवटा गाउँपालिका छन् अहिले चौकीतिर? एउटा डोटीमा 2टा चौकी, पूर्वी चौकी र पश्चिम चौकी हो। पश्चिम चौकी भनेको चाहिँ यो आदर्श गाउँपालिका भयो। अहिले त्यसको नाम आदर्श राखिदिए। राख्नुपर्ने पश्चिम चौकी हो तपाईँको। पूर्वी त्यो आदर्शमा पुरानो बढी चलन चल्तीको गाउँ भनेको चाहिँ बाँझ, मौवा। अच्छा, मौवा शब्द के हो खास? मौवा एउटा लेकाली वृक्षको नाउँ पनि मौवा छ। मौवा चाहिँ लेकाली वृक्षको नाउँ छ। त्योबाट पनि ल्याएको हुनसक्छ। यता देही माण्डौ भन्ने छ फेरि। देही त जातको नामबाट। अच्छा, जातको नाम, देउताको नामबाट रहेको। अनि यता हाम्रो सिमानामा डोटी र हन्द्राको बिचमा रेल रमाइलो जस्ता गाउँहरू आउँछन् के हो त? रेल रमाइलो भने के हो? रेल गाउँको नाम हुन् तिनीहरू चाहिँ, रेल रमाइलो। अनि यो तपाईँको फुलाराहरू बस्ने? यो फुलारा भनेको चाहिँ
देउतालाई मन्दिरमा बस्ने जोशीहरू भट्टहरू पण्डितहरूले फुल टिप्ने देउतालाई चढाउँदाखेरि त्यहाँ फुल टिप्ने एउटा व्यक्तिलाई जिम्मा दिइसक्यो त्यसकै वंशज कसैले फुलारा भएको हुनसक्छ भण्डारीहरू पनि बस्छन् भण्डारीहरू पनि त्यही हो भण्डारी चाहिँ देउताको काज गर्ने भ्राणी काम गर्ने यस्तो भ्राणको संरक्षण गर्ने भ्राणको संरक्षण देउताका रखवाला मान्छेलाई भ्राणी भनिएको छ भण्डारी पनि दुई खालको देखिन्छ एउटा क्षेत्रीहरू छन् एउटा गुरुजीहरू बाहुनहरू छन् हो यतातिर जस्तो केही शब्द छोया भन्ने छ एउटा गाउँ छोया गाउँ छोया गाउँको त मलाई थाहा भएन तपाईँले भनिहाल्नु भएको छ सब गाउँको चाहिँ यो रुट मिनिङ थाहा पाउनुपर्ने भयो थाहा भयो होइन हरेकको चाहिँ इतिहाससँग संस्कृतिसँग देवी देवतासँग केही जोडिएका शब्दहरू जस्तो फुलौरा होइन फुलारा भन्नुभयो जस्तै बाण्डो निस्किन्छ डुम्री होइन डोरो हो डोरो भने पनि गाउँ फेरि हेर्नुहोस् है तपाईँ डोरो भने पनि गाउँ डोरो उमडोरो छ होइन सिमल डोरो छ सिमल डोरो भनेको चाहिँ सलेनामा छ डोरो शब्द डोरो भन्ने गाउँ देखिन्छ होइन अनि उमडोरो होइन अनि चाहिँ उहाँकी चाहिँ पारीतिर चाहिँ बान्डोरो हो त्यो बान्डोरो हो बान्डोरो पातल शब्द पनि यस्तै धेरै ठाउँमा छ पातलको अर्थ के हो भने जस्तो भाडी पातल पातल भनेको के हो भने फलफुल फल्ने चराचुरुङ्गी राम्रोसँग बस्ने पानी भएको विभिन्न जनावर विभिन्न चराचुरुङ्गी बसन्तीयाम सधैँ भइरहने सुन्दर ओसिलो अच्छा क्षेत्रलाई पातल भनिन्छ धेरै ठाउँमा छन् पातल बोकोटानको फुर्सिलो गाउँपालिकामा त पातल गाउँ छ पातल गाउँ छ हो हाम्रो इलाकामा 3टा पातल छन् मेरो गाउँमा तपाईँको गाउँमा भाडी पातल भइहाल्यो धेरै ठाउँमा छन् पातल भन्ने यो भाडी शब्द के रहेछ भाडो त्यो पनि गाउँबाट भाडाबाट आयो जस्तै वाइलमा एउटा भाडा गाउँ भन्ने छ अच्छा भाडा गाउँ भाडा भनेको मडफड बस्ने ठाउँ हामीले छुटाएका केही पुराना ढुङ्गीका प्रख्यात गाउँहरू के बचे त के त्यस्ता छन् तपाईँको नजरमा जो हामी बोक्टानतिर गयौँ यता जोराइल पनि पुग्यौँ गडसेरा सलेना सलेना भनेको चाहिँ तपाईँको कस्तो छ भने सलेनाको अर्थ पनि सम्म हो अच्छा सम्म सेरो सलेना सेरोलाई चाहिँ चार्न सक्दछन् आयल सलेनो जिउला अच्छा होइन सलेनो भनेको सम्म ठाउँ सम्म चाहिँ डोटी जिल्लाका सुन्दर फाँट उपत्यका भएका गाउँहरूमध्ये सलेना पनि पर्दछ वाइल सलेना दिपाइल नारीदाङ हो दाङको अर्थ नारीदाङ आयो फेरि दाङको दाङ भने पनि जिउले हो फेरि अच्छा दाङ भनेको सम्म दङ्गला चारै त अलिक पहाड भएको उपत्यका जस्तो त्यहाँ पनि उपत्यका छ उतातिर पूर्वतिर पनि दाङ जिल्लामा पनि उपत्यका छ दाङ छ होइन दाङको अर्थ दङ्गला भएको उपत्यका भएको जिउलो भएको अनि त्यो तपाईँको अछामसँग जोडिएको गाउँपालिका के छ त्यहाँ पूर्वी चौकी हो पूर्वी चौकी छ वारीतिर सेतीवारी केसी हो त्यो भित्र के गाउँहरू छ साना गाउँ छ फुलौ त्यो साना गाउँ किन भनेको रहेछ साना गाउँ त्यो जाति हुनुपर्छ सानो जाति शाही भन्छन् कि त्यहाँ या एरिया सानो हुनसक्छ क्षेत्रफल ठुलै छ तर किन त्यो साना गाउँ रह्यो भनेर चाहिँ अब खोजी गर्नुपर्ने भयो त्यहाँ चाहिँ खड्काहरू बढी बस्छन् पोहोर हो त्यस्तो छ अनि यतापट्टि गडसेरा जोराइल एरियातिर कुनै छुटेको गाउँहरू निरौली छ यस के हो निरौली भनेको निरौली गाउँकै नाउँ हो अच्छा निरौली चाहिँ जात पनि छ त्यही गाउँबाट गएर नेपाल फेरि बसेका जातलाई निरौला भन्छन् अहिले निरौला बाहुनहरू त्यस्तो पनि छ अनि तेले महाभारत क्षेत्र यो तेले महाभारत भनेको त्रयम्बक पर्वतबाट सुरु भयो भन्छ संस्कृतको त्रयम्बकको अर्थ ब्रह्मा विष्णु महेश्वर भन्ने छ त्यहाँबाट छ तर पुराना बुढापाका गाउँका मान्छेहरू यहाँ तेल पाइने हुनाले तेले भा पनि भन्छन् तर त्रयम्बकबाट नाम अगाडि भएको ठिक छ हामीसँग अब कुरा गर्नलाई धेरै विषयवस्तु बाँकी छन् अब नदी नाला ताल सेती नदीको कुरा आउला त्यहाँका चाहिँ पुराना चाहिँ धामी झाँक्रीहरू लोक साहित्यका कुराहरू पनि थुप्रो छन् समग्र सुदूरपश्चिममा हाम्रो चाहिँ विभिन्न कला संस्कृति जातीय रहनसहन लवाई खवाई बोली भाषाको हिसाबमा चाहिँ विविधतामय छ होइन देवकाँडा छ एउटा देवकाँडा पनि छ काँडा भने पनि गाउँ हेर्नुहोस् है काँडा भनेको पनि देवकाँडा बल्यकाँडा हिँड्ने काँडा हो काँडा यस काँडा भनेको पनि गाउँ काँडा भने पनि गाउँ हो हिँड्ने काँडा रूपस काँडा हो रूपस काँडा बल्य काँडा होइन गणेश काँडा काँडा भने पनि गाउँ रहेछ है काँडा पनि छ अघि मैले भने तपाईँलाई काँडा भनेको बाडा आयो
भाडा गडा गडा ओडा वडा हो अब गडा भने के भन्नु लाग्यो भडा होइन अब बाडाकोट छ हाम्रो ठाउँ बाडा खेत पनि छ हो खन्का बाडा छ फेरि खन्का भाडा छ खन्का बाडा खन्का बाडा भने खन्का बस्ने बाडो खन्का बस्ने बाडो अच्छा खन्का बाडो बाडोको गाउँ खन्का बस्ने गाउँ ठिक छ हामी अब अर्को पोडकास्टमा अर्को चाहिँ बातचितमा अनि हो ल चिजहरूलाई कभर गरौँ ल धन्यवाद बहुत निको लाग्यो कुराकानी भयो